भाइ बहिनीहरूलाई उपहार स्वरूप सानो कविता लिएर आएको छु। किन किन आज मेरो हृदय भारी अनि मन धमिलो धमिलो भएको छ। किन आज मेरो हृदय भारी अनि मन धमिलो धमिलो भएको छ। साँझ बिहान दिउँसो रमणीय लाग्ने यो मावि पनि सुनसान हुन लाग्छ। साँझ बिहान दिउँसो रमणीय लाग्ने यो मावि पनि सुनसान हुन लाग्छ। किन आज जस्तै गर्ने आमा जस्तै गर्ने यी मेरा भाइ बहिनीहरू आजैबाट बिदाई हुन लाग्छन्। आमा जस्तै गर्ने यी मेरा भाइ बहिनीहरू आजैबाट बिदाई हुन लाग्छन्। त्यसैले त बिछोडको यो पलमा मेरो मुटु चुडिनै लाग्छ। त्यसैले त मेरो बिछोडको यो पलमा मेरो मुटु चुडिनै लाग्छ। मेरा भाइ बहिनीहरू क्यान्टिन आउँथे खाजा खाना रमाउँदै। क्यान्टिन आउँथे खाजा खाना रमाउँदै। आन्टी भन्दै माया लाउँथे मेरा हात समाउँदै। आन्टी भन्दै माया लाउँथे मेरा हात समाउँदै। त्यसैले त अङ्गालोमै बाजिन आउँदा छोरी जस्तै लाग्थ्यो। त्यसैले त अङ्गालोमा बाजिन आउँदा छोरी जस्तै लाग्थ्यो। हृदय स्पर्शी भावना मनभरि जाग्थ्यो। हृदय स्पर्शी भावना मनभरि जाग्थ्यो। मिठो मिठो बोली बोल्दै मुस्कुराउँदै त्यस्तै आज मलाई लागिरहेछ त्यो पल सपना जस्तै। आज मलाई लागिरहेछ त्यो पल सपना जस्तै। भाइ बहिनीसँगै रमाउने बानी परिसकेको थिएँ म। भाइ बहिनीसँगै रमाउने बानी परिसकेको थिएँ म। तिनीहरूकै बालसुलभमा पुरै डुबिसकेको थिएँ म। तिनीहरूकै बालसुलभमा पुरै डुबिसकेको थिएँ म। त्यसैले त सुनसान लाग्थ्यो हप्ताको एकचोटि जाँदाखेरि घर। त्यसैले त सुनसान लाग्थ्यो हप्ताको एकचोटि जाँदाखेरि घर। अब त झन् भइहाल्छौ सधैँ पर। अब त झन् भइहाल्थ्यो सधैँ पर। मङ्सिर पुष माघ फागुन 4 महिनासम्म हाँस्यौँ बोल्यौँ खायौँ रमायौँ खुसीले टम्म। हाँस्यौँ बोल्यौँ खायौँ रमायौँ खुसीले टम्म। तर केही छैन बाबु नानी समयसँगै भेट भइहाल्छ। आज भन्दा भोलि भन्दा समय त गइहाल्छ। आज भन्दा भोलि भन्दा समय त गइहाल्छ। अब राम्रो गर्नु परीक्षा एसीमा सबले। सफलताको प्रतिफल सुन्न पाऊँ मैले। सफलताको प्रतिफल सुन्न पाऊँ मैले। कक्षा 10 मा मात्र होइन जीवन सुन्दर बनाउनु। सधैँ प्रफुल्ल भई प्रगतिमा रमाउनु। सधैँ प्रफुल्ल भई प्रगतिमा रमाउनु। काँडैकाँडाको बीचमा फुलको जस्तो सङ्घर्ष गर्नु। विगतको धरातलमा टेकी भविष्यको सुन्दरता रेखा कोर्नु। विगतको धरातलमा टेकी भविष्यको सुन्दरता रेखा कोर्नु। अनगिन्ती भोगाइका पोका बनाई वर्तमानमा रङ्गाउनु। अभावको बीचमा भावको खोजी गर्दै रमाउनु। अभावको बीचमा भावको खोजी गर्दै रमाउनु। विद्यार्थी जीवन यसै गरी सजाउनु। विद्यार्थी जीवन यसै गरी सजाउनु। अन्त्यमा खुसी रहोस् हर पल मन स्वच्छ रहोस् भावना। खुसी रहोस् हर पल मन स्वच्छ रहोस् भावना। एसीको सम्पूर्ण मेरा प्यारा भाइ बहिनीहरूमा शुभकामना। धन्यवाद।